स्लोप काट्ने रे यसले है। अब के कस्तो हुन्छ म स्लोप काट्न ट्राई गर्छु है, हेर्दै गर्नु होला कस्तो हुन्छ स्लोप, मैले काटेको स्लोप। ल अभी मजा आएगा ना भिडो। यसको स्लोप देखाइदिउँ न लास्ट स्लोप यसको स्लोप। هكر 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 يا جماعة لو انتبهتوا لحركاته هكر. लाजले भुतुक्कै परो हिँड्छौँ भएको त। तपाईँ देख्न सक्नुहुन्छ यहाँ कतिवटा गरेका छन्। गाइस स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा है। आज चाहिँ म विवशको कपाल काटिदिन लागेको है। टक्क रेडी हुँदैछ कपाल काट्नलाई र त्यही हो। र आज शनिबारको दिन अनि टक्क यसको कपाल काटिदिन लागेको। अनि भोलिदेखि स्कुल छ यसको होइन, त्यही भएर आज टक्क कपाल काटेर भोलिदेखि चट्ट भएर स्कुल जान्छ। अनि यो खासै कपाल चाहिँ काट्न आउँदैन मलाई चाहिँ, सो 1-2 घन्टा लगाएर अब कपाल काट्ने। अब कस्तो हुन्छ हेरौँ होइन, तपाईँहरू भिडियोमा हेर्दै गर्नु होला होइन, कस्तो काटिन्छ के कस्तो हुन्छ। टाटेपाटे गरै गरा त हुन्न होला होइन, कि गरै गरा बनाइदिने। यो सुन्तला रोप्न हुन्छ, सुन्तला फल्छ नि त अर्को वर्ष होइन, त्यही हो। ल त्यही हो कस्तो हुन्छ होइन, सकभर मिलाएरै काटिन्छ होइन। अब बिग्रियो भने त बिग्रियो, के छ र होइन, म जान्दिनँ राम्रो छ काट्न त, त्यही हो। ल तपाईँहरू भिडियोमा हेर्दै गर्नु होला के कस्तो हुन्छ यसको कपाल। ल त्यही यति भन्दै बिदा हुन्छु म अहिलेलाई। ल गाइस अब हामी चाहिँ फाइनली यसको कपाल काट्न लागेको यो। टक्क अब कस्तो काट्ने हो कपाल चाहिँ अगाडिको हल्का छ। स्लोप काट्ने रे यसले है। अब के कस्तो हुन्छ म स्लोप काट्न ट्राई गर्छु है, हेर्दै गर्नु होला कस्तो हुन्छ स्लोप, मैले काटेको स्लोप। ल अभी मजा आएगा ना भिडो। त्यही हो। यसको स्लोप देखाइदिउँ न लास्ट स्लोप यसको स्लोप। هكر 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 يا جماعة لو انتبهتوا لحركاته هكر. यो त हेर्नु यसको स्लोप काट्दैको मैले। ल हेर्नुहोस् है, मलाई स्लोप केही काट्न आउँदैन होइन, तर अलि मिलाउन सहरू यो त हेर्दैन औडै भएछ कपाल चाहिँ, त्यही हो। मलाई स्लोप काट्न आउँदैन, माथिको टक्क राखिदिएको त कस्तो कस्तो देखिन्छ कि यसको टाउकोमा। यो त फर्किन। हेलो यसो उभिन भनेको फेरि छिटो छिटो काले मिलाइदिन्छु झन् राम्रो, छिटो भनिराखु फेरि छिटो छिटो भनेर। हुनु त राम्रै भयो, त्यो अलिकति छोटाउनु पर्छ कि, त्यो अगाडि मात्र झुप्प देखियो कि, त्यही हो है। अलिकति अझै अलिकति मिलाइदिन्छु अनि टक्क राम्रो देखिन्छ बल्ल। नत्र यसको टाउकोमा त्यस्तो नसुहाउँदो रहेछ कि, स्लोप भन्ने मलाई हान्न आउँदैन होइन।
तपाईँ देख्न सक्नुहुन्छ यहाँ कतिवटा गरा छन्। सुन्तला गरा हुन् कि के गरा हुन्? यता हेर्दा नि तल कस्तो देखिएछ। हेर्न गरा छैनन् क्या यहाँ कस्तो दामी आहा। ल यी लाजले भुतुक्कै पर हिँड्छौँ भएको त। हेन्सम भएको त लाजले भुतुक्कै पऱ्यो। ल मैले हेन्सम बनाइदिएँ कपाल काटेर 2-4वटा गरा पनि छोडिदिएको त्यही हो। ल अब यसको टक्क अब इन्डिङ गरिदिनु पऱ्यो कपालको अनि त्यसपछि नुहाउँछ यो चट्ट अब। ल त्यही हो। अनि कपडैभरि रौँ रौँ भएछ नि यस्तै छ मेरो कपडाभरि भएछ भने त्यही हो गाइज। ल म अब यसो कपडा सपडा नि पुस्नु पऱ्यो मेरो यार। छ काट्ने हो फेरि भन्नु है त के भन्छ भनेको त अझ खुबै सोध्छ अझ खुबै जान्ने भएर अरे। कुन कट काट्दा भनेको त स्लो भन्यो होइन। मलाई काट्न चाहिँ खासै केही पनि आउँदैन, हड्डु कट मात्र आउँछ काट्नलाई है। त्यही हो। अनि लास्टमा कपाल हेरेपछि त स्लो भनेर काटिदिएको, कपाल हेरेपछि त सक भयो क्या त्यो त। अनि खतरा भएछ कपाल चाहिँ, त्यसलाई फेरि क्यामेरामा हेर्नै मानेन कि। त्यही हो। ल त्यही हो, मलाई खासै कपाल काट्न आउँदैन। अनि त्यसको त्यस्तै छ, अलिअलि टाटो टाटोहरू छ, टाटो पाटो पनि छ, केही छैन। त्यो टाटो पाटोलाई इग्नोर गरिदिउँ। त्यही हो, 1-2 दिनमा पलाएपछि ठिक हुन्छ त्यो। ल त्यही हो, कपाल सपाल नि काटेर सकियो है। हातभरि रौँ रौँ, कपडाभरि रौँ रौँ भयो होइन। त्यही हो, अब रौँ फाल्दै बस्नु पर्ने हुन्छ कपडाको रौँ फाल्दै बस्नुपर्ने हुन्छ। यो सामग्रीहरू पनि पखाल्नु पऱ्यो होइन, पखालेर राख्नु पऱ्यो। ल त्यही हो। ल भिडियो यति नै थियो। ल